अनि त्यसपछि यहाँ ढाडमा तल ठिकै छ ढाडबाट सुरु गर्नु पहिला सुरु होइन म त तपाईँ मिलाइदिन्छ तब सुरु गर्छु ल आउँछु खुट्टातिर झमझमाउने पनि हुन्छ सरेर जाने देब्रेपट्टि यस्तो यहाँसम्म सरर भएर आउने कि हजुर त्यो बुवाको उमेर कति भयो 74 ल म पहिला सुरु ढाडबाट सुरु गर्छु एक्सर्साइजहरू सिकाउँछु होइन अनि तपाईँले खिचिदिनुहोस् बुवाले सिक्ने मजाले घरमा बिहान बेलुका गर्नु है ल पहिलो एक्सर्साइज भनेको दुईवटा खुट्टा कुम्च्याउने भयो खुट्टाले यसरी माथि लाने है यो दुईवटा हात छ नि हात यसरी राख्ने अनि तान्ने कि खुट्टाले माथि धेरै तान्नुभयो जति सक्नुहुन्छ त्यति तान्ने बुझ्नु भयो तानेर रोक्ने यतिको रोक्ने 10 सेकेन्डसम्म रोक्ने है यसले चाहिँ त्यो यसलाई बलियो बनाउने होला नि यहाँ तलपट्टिको तन्काउने अनि पछाडि ढाडको चाहिँ नसक्छ अलिकति च्याप्टीको सानो भएको छ भने खोल्छ कि ल सिधा गर्ने भयो बिस्तारै ठिक छ धेरै गर्नु पर्दैन बाबु सकिन्छ भने 10 गरे नत्र सुरुवातको लागि 5 मात्र गरे पनि पुग्छ तर गर्न चाहिँ गर्नुपर्छ है भर्खर गरेर अब एकचोटि फेरि गर्नुहोस् नि हामी अर्को गर्छौँ होइन दुईवटा खुट्टा लिएर माथि तान्ने छातीतिर तान्ने है ठिक छ ल यो पहिलो कसरत बुवाले गर्ने है एक नम्बर है दोस्रो नम्बर दुईवटा खुट्टा कुम्च्याउने टेक्ने कम्मर छ नि यो कम्मर थोरै माथि उठाउने यति मात्र क्या योभन्दा बढी उठाउनु पर्दैन ठ्याक्कै यो तल चाकको भाग हुन्छ नि हाम्रो यसलाई मात्र त्यो मात्र छुटोस् है कम्मर उठ्यो यो ढाड उठाउनु पर्दैन खालि यति मात्र है रोक्ने तल राख्ने बुझ्नुभयो फेरि रोकेर 10 सेकेन्डसम्म रोक्ने 1 2 3 4 5 6 7 8 9 10 तल बुझ्नुभयो 10 पल्ट गर्ने 10 गरेर 10 पटक ए 10 सेकेन्ड रोक्ने अनि यो कुन समय बिहान बेलुका दुईचोटि भयो दुई टाइम ठिक छ बुवा यो दोस्रो एक्सर्साइज भयो है ल तेस्रो के गर्ने भन्दा अब बुवा उठ्नेलाई बिस्तारै मतिर फर्केर उठ्दाखेरि चाहिँ कोल्टे फर्केर उठ्ने है ल सिधा पहिला कोल्टे फर्किनु त्यसरी उठ्ने ठिक छ अनि बल्ल ढाडमा असर पर्दैन पार्किन्सन निजामहरू केही छ पाले छैन छ कि भने शङ्का गर्नुभएको डाक्टर साहबले छैन त्यो त्यस्तो ल यो दुईवटा एक्सर्साइज भयो अहिलेसम्म है तेस्रो एक्सर्साइज बुवाले के गर्ने भन्दा पहिला चाहिँ अब हामी तल जानुभन्दा अगाडि बसेर घाँटीको लागि सिकाउँ होइन यो त्यो हात छ नि तपाईँको अलिकति टोपी खोल्नुहुन्छ बुवाले टोपीले डिस्टर्ब गर्छ छेउमा राख्नु हातलाई यसरी निधारमा राख्ने यसरी है अनि हातले निधारलाई ठेल्ने पछाडि निधारले हातलाई ठेल्ने है बुझ्नुभयो एकअर्कालाई यसरी ठेल्ने है त्यो भएपछि घाँटीको मासु डर गर्ने भयो क्या 10 सेकेन्डसम्म रोक्ने छोड्ने हो अनि त्यो हात जुन गरे पनि हुन्छ फरक पर्दैन हामी मेन चाहिँ घाँटीको मासुले गरे हो नि त हात जुनले गरे पनि हुन्छ 10 पल्टसम्म गर्ने पनि है यसरी राख्ने हजुर 10 सेकेन्ड 10 पल्ट बिहान बेलुका ठिक छ यो पहिलो भयो है अब यही कुरा नै सेम यही कुरा यसरी यता पनि ठेल्ने ठेल्नु त यता पनि ठेल्ने पछाडि पनि ठेल्ने अब एउटै एक्सर्साइज भनेको नि हो 10 सेकेन्ड रोक्ने छोड्नुहोस् अब अर्कोतिर गर्नुहोस् त बुझ्नुभयो अगाडि दायाँ बायाँ पछाडि पछाडि पनि पछाडि चाहिँ कसरी गर्नु पछाडि यसरी राख्नु बुवा हात यसरी राख्नुहोस् यो पछाडिपट्टि चौथो हो अब ठेल्ने यसरी चारैतिर अगाडि दायाँ बायाँ पछाडि ठेल्ने पछाडि मात्र दुई हात त्यो पछाडि सकिन्छ भने एक हातले ठेले पनि हुन्छ है 10 ल भयो
चारवटा एक्सर्साइज भयो है एउटै जस्तो चारवटा भयो यो भयो त्यसपछि हामीले सुतेर गरे 2टा है अहिले याद नभए पनि भिडियो छ भिडियो हेर्दै गरेपछि प्र्याक्टिस भइ सजिलो हुन्छ है अब अर्को चाहिँ बुवा तल आउनेलाई तल आउनुहोस् त्यो बलमाथि चढेर नि गर्नुपर्ने हो बलमाथि म बलमाथि यसो यसो गरेँ पर्दैन पर्दैन बुवा लाउनुहोस् खोल्नु पर्दैन त्यो मेरो साथीले चाहिँ त्यो बल किनेर ल्याएको थियो बलमाथि चढेर गयो त्यो बल भनेको अलिक पछिको लागि हो क्या तपाईँको भर्खर भएकोमा अथवा यो फर्स्ट स्टेजको एक्सर्साइजमा बलहरू पर्दैन ए अरू भयो बिचमा भयो हातलाई यसरी राख्दैन यसरी हेर्नु बिचमा यसरी यसरी राख्ने है अब हातलाई माथि गर्ने यसरी माथि अझै माथि रोक्नुहोस् यत्तिकै मलाई होइन होइन रोकिरहेको छ नि अब कुमलाई यसरी उठाउने क्या माथि हो उठाएर 10 गर्ने 1 2 3 4 5 6 8 9 10 कुम तल गर्नु अब हात पनि तल गर्ने यसरी बुझ्नुभयो फेरि गर्नुहोस् हो कुममा चाहिँ धेरै माथि भयो होला त्यो ठिक छ त्यस्तो गर्नु पर्दैन अलिअलि हो कुम तल अनि हात पनि तल यसपछि बुझ्नुभयो त्यो राखेर कुम एकचोटि मात्र गर्ने हो उठाउने पहिला यो उठाउने होइन बिचमा लग्यो दुवै कुम उठाएर अनि रोक्ने 10 सेकेन्ड रोक्ने ए कुमलाई यसरी उठाइरहने अब कुम तल गर्नुहोस् अब हात पनि तल गर्ने ए एकचोटि त्यो त्यो प्रक्रिया चाहिँ 10 चोटि भयो त्यो एक्सर्साइजको बिचमा एकचोटि बुझ्नुभयो बुवा ठ्याक्कै यहाँनिर जोर पर्छ यसलाई है ल अब अर्को चाहिँ बाहिर आउनु ल अब सकिन लाग्यो हातको लागि पानीको बोतल लिने होइन घरमा अनि जुन दुखेको हात छ नि तपाईँको त्यस्तोमा दुख्यो भन्नुभएको छ नि होइन हो त्यो हातले समाउनुहोस् यसरी चक्कर समाउने है तल लागि उजुन्डाउने यसरी अनि बोतललाई सिधा माथि ल्याउने यतिसम्म लगेर पुग्छ सिधा लगेर पुग्छ हो अब तल राख्ने फेरि उठाउनुहोस् बुझ्नुभयो तलमाथि 10 पल्ट गर्ने हजुर कमजोरी भयो यो अलिक भारी छ तपाईँले 1 लिटर पानीको बोतलमा पानी हालेको छ त्यो पनि भाग लाग्यो भने पानी हटाउने त हो नि अप्ठ्यारो हुँदैन यो एउटा गर्ने है अर्को के गर्ने भन्दा यसलाई समाउने फेरि तल राख्ने अब छेउतिरबाट माथि उठाउने सिधा लाने तल लाने बुझ्नुभयो फेरि अगाडि पनि भयो छेउतिरबाट पनि माथि उठाउने सिधा 90 डिग्री दुईटै हातले गरे नि हुन्छ अर्को हातले गर्दा पनि हुन्छ जुन दुख्यो त्यसलाई गरेको तर अर्को हातले गर्दा पनि हुन्छ बलियो हुन्छ नि फेरि दुईटै सँगै गरे हुन्छ सँगै त होइन सँगै भन्दा पनि एउटा छुट्टै गरौँ न सँगै गऱ्यो भने अप्ठ्यारो हुन्छ बुझ्नुभयो ठिक छ भयो एकदम राम्रो छ अब अन्तिम एउटा चाहिँ यहाँ आउनु अगाडि आउनुहोस् यो कुर्सीमा बस्ने टेबल चाहिन्छ कुर्सीमा बस्नु यसरी बस्ने है समाउने बोतललाई चाहिँ समाउने हात तलै राख्ने है अनि यसलाई चाहिँ यसरी माथि उठाउने तल राख्ने बुझ्नुभयो यसरी जति सक्छ माथि लग्यो हुन्छ तल राख्ने ठिक छ फेरि त्यति लगे पुग्छ भयो त्यति लगे पुग्छ तल राख्ने बुझ्नुभयो गलिन्छ है कमजोर भएर हो क्या त्यो मासु यो अलिकति भारी पनि भएको तपाईँलाई अहिले फर्स्टको लागि यो खासै भारी त के हुँदैन तर जुन अहिले मासु तपाईँको जुन छ नि त्यसको लागि अलिक भारी भएको हो क्या यसलाई कम गरेर खर्च पानीको बोतलमा गर्नु पऱ्यो है र यति एक्सर्साइज तपाईँको 7-8वटा एक्सर्साइज छ बिहान बेलुका बुवाले सबै एक्सर्साइज 10 पल्ट गर्ने अहिलेको लागि
बुझ्नुभयो केही प्रश्न छ बुवालाई छैन है ठिक छ भयो? एक्सर्साइज गर्नुहोस् सबै एक्सर्साइज तपाईँको ढाड घाँटी हात तिनवटैको लागि सिकाइदिएको छु मैले सबै एक्सर्साइज बिहान बेलुका गर्नु दिनको आधी घन्टा जस्तो निकाल्नु पऱ्यो एक्सर्साइजको लागि है अनि त्यति गर्दा हुन्छ हामीले भयो